एउटा हजुरहरूले चाहिँ होइन मम्मीलाई चाहिँ खुसी बनाउने क्या हुन्छ नि एकदम त्यो केही चाहिँदैन गेम हेऱ्यो भने त्यो आफै हाँसिदिने क्या खुसी भएर ऊ आज यति हान्यो ओहो यसले यति विकेट हान्यो भनेर यति खुसी हुन्थ्यो क्या अनि यो चिज चाहिँ मेरो मम्मीको कुरा होइन अनि म लास्टमा चाहिँ अहिले पिक लिन चाहन्छु मेरो मम्मीको लागि क्या फोटो लिनु मम्मी एकदम खुसी हुनुहुन्छ होइन अनि मेरो यो युकेको जर्नी भन्दाखेरि चाहिँ यो भनेको चिज अल अबाउट माइन्डसेट भन्छु म चाहिँ होइन यहाँ आउनु पनि एउटा दिमाग सोचेर त होला नि कसैले हतपत्त जाम भनेर कोही लैलाई म त आएन होला सकेसम्म अनि त्यहाँबाट यहाँ आएर पनि अघि नै कुरा गरे जस्तो आश कसै पनि नराख्नु किनभने आश राख्यो भने त्यो केही लाइफमा पनि पछि पनि आशै पुरेर बस्ने हो क्या कसैले गरिदिएला कि मलाई कसैले स्पोन्सर दिएला कि मलाई खोजिदिएला कि काम खोजिदिन्छ कि यति पैसा बढाइदिन्छ कि त्यो भनेको एउटा त्यो भ्रम मात्र हो गर्ने भनेको आफूले नै हो अब यहाँ आएको युनिहरूले होइन युनिभर्सिटीले अपर्च्युनिटी दिएको त त्यसै त होइन नि त यो चाहिँ हाम्रो जस्तो एउटा रुट मात्र हो नि त यहाँबाट चाहिँ होइन कसरी बढ्ने त आफूमा हुन्छ आफ्नो क्षमताले भर्छ नि त त्यही कुरा चाहिँ मलाई सबै कुराहरू चाहिँ मलाई एकदमै ठिक लाग्दैन जस्तो मलाई चाहिँ मेरो मम्मीको कुरा चाहिँ मलाई राख्नु मन लागेको हो त्यही नै मेरो कुरा चाहिँ धन्यवाद Bridge International, bridging education and ambition.